प्रचण्डजीका छोरी मन्त्री, सांसद बुहारी मन्त्री, छोरी मेयर, भाइ जुवाई, छोरो नाति सबैलाई पदमा पुग्नका लागि यो देशले 305 खर्ब आजको मूल्यमा झन्डै 15 खर्ब 1500 अर्बको भौतिक क्षति भयो। यसको एक हिसाब माओवादीले तिर्न पर्छ। यो 1100 वटा ठूला र साना उद्योगहरू बन्द गराए। यदि यो डाटा फेक छ भने नेपालको कुन मञ्चमा आउँछौँ हामी तयार छौँ तिमीहरूसँग बहस गर्न। 1100 वटा ठूला र साना उद्योग बन्द गरायौ, 1 लाख भन्दा बढी घरेलु उद्योग बन्द गरायौ, 6 लाख भन्दा बढी मान्छेलाई बेरोजगार बनाएर आज विदेशमा बेल्चा हाल्न बनायौ। यसैका लागि हो तिम्रो क्रान्ति। हामी यो चाहन्नौ देशमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री ल्याउँछौँ कि घुँडा टेक्ने र झ्याल काट्नेलाई सजाका लागि यो देशबाट बहिष्कार गर्छौँ। यो